के हामीले केही गरेनौँ? हामीले गर्यौँ। नेपाली काङ्ग्रेसको इतिहासमा हामीले नेपाली जनतालाई मौलिक अधिकार दिलायौँ। पटक पटक प्रजातान्त्रिक आन्दोलनमा हामी लड्यौँ, हामी सफल भयौँ। कहाँ चुक्यौँ त भन्दा हामी सत्ता सञ्चालन गर्न जानेनौँ, हामी स्वार्थी भयौँ, हामी लोभी भयौँ, मुलुक प्रजातन्त्र पार्टीभन्दा आफू बलियो हुन खोज्यौँ। यही हो अहिलेको समस्या। यो समाधान नगरिकन युवा पुस्ताले मेरो हातमा आउँछ भन्ने कल्पना नगर्नु। व्यक्ति परिवर्तन होला, प्रवृत्ति परिवर्तन हुँदैन। प्रवृत्ति परिवर्तन नभइकन मुलुक बलियो पनि हुँदैन, प्रजातन्त्र बलियो पनि हुँदैन, पार्टी पनि बलियो हुँदैन। यो अहिलेसम्मको निष्कर्ष हो। योभन्दा बढी धेरै नगर्नु होला, यो कुरा बुझ्नु। अब देशमा यो देश के रहेछ त भन्दा यो देशमा हामीले हेरिरहँदा मयू भन्ने व्यक्तिहरू चाहे कलम चलाउने होस्, चाहे भाषण गर्ने होस्, चाहे दौड्ने होस्, कुनै पनि एउटा व्यक्ति रहन्छ कि अरूको पैसा नखाएको। जेनजी आन्दोलनले हामीलाई यो देखाइदियो। जेनजी आन्दोलनका कारण के हो त जेनजी? जेनजी के भयो त भन्दा जेनजीको उपज हामीले न सुशासन दिन सक्यौँ, न हामी पारदर्शी बन्न सक्यौँ। सुशासन र पारदर्शीको अभाव यो जेनजी आन्दोलन हो। जेनजीको त भन्दा हाम्रो घरको केटाकेटी बच्चाहरू, स्कुले बच्चाहरू, कपडा लाएको बच्चा जेनजीहरू, तिनीहरूले बाबुआमासित विद्रोह गरे। के विद्रोह गरे त भने सानो बच्चा तपाईँको घरमा छ भने आमाले मोबाइल देखाएर बच्चालाई खाना खुवाउँछ। जब तपाईँ मोबाइल छोडिदिनुहुन्छ त बच्चा उफ्रिन थाल्छ नि, फाट्न थाल्छ नि। त्यही त खोजेको त जेनजीले, मेरो सामाजिक सञ्जाल बन्द नगर्दै। त्यो करप्सन भयो देशमा। तेरा नेताहरू, कर्मचारीहरू, तिमी ठुलो पदमा जो छौ, तिम्रा छोराछोरीको रयस, तिमीको व्यवहार देख्दाखेरि हामीलाई इरिटेसन भयो। हामीले राम्रो शिक्षा नपाउने, हामीले राम्रो स्वास्थ्य नपाउने, तिम्रा छोराछोरीको यो चाल भन्दा समाजमा नेगेटिभ फिलिङ भयो बच्चाहरूमा। त्यसको विद्रोह। अब त्यसमा टेकेर के भयो त भन्दा धेरै पसलहरू थिए नेपालमा। कति बेला विद्रोह? नेपाल त त्यही त हो नि। वेस्टहरूले एउटा नारा दिन्छ, कहिले जातिको, कहिले जनजातिको गर्दा हामी त्यसै बेला लड्ने त गर्छौँ सधैँ। वर्गीय हितमा गरिबको, धनीको, कुन वर्गहरूलाई, कति गरिब वर्गलाई माथि उठाउने हामी लाग्दैनौँ, त्यसैमा लायौँ हामी। त्यसै वर्गीय हिसाबले हामीलाई 17,000 भन्दा बढी मान्छे अहिले हामीलाई जात उमेरको आधारमा लडाउँदैछ। हामी त हतियार नहौँ। यहाँ नेता कहाँ हौँ हामी? अरूले नाति काम नभएका समय खेरा फाल्नलाई वेस्टमा बस्नेहरूले हामीलाई कहिले जातीय कुरा दिन्छ, कहिले धार्मिक कुरा दिन्छ। अहिले हामीलाई उमेरको कुरा दिएर हामी झगडा गरिरहेछौँ। हामी त खेलाडी न, उसले खेलाउने नाच्ने डान्सर न हो हामी। त्यस कारण यो कुरालाई अहिलेको पुस्ताले मनन गर्ने कि नगर्ने? जबसम्म यो कुरालाई अहिलेको पुस्ताले मनन गर्दैन, हेर अगाडि बढ्न केही आवश्यक छैन। यो कुरा मनन गर। हामी कसैका खेलाडी होइनौँ, हामी मुलुक, यो देशका जनता हौँ। हामीले यो देशलाई बनाउन पर्छ। यो बनाउने जिम्मा हाम्रो। तब तपाईँ नेता हो। केही लक्ष्य छैन, केही छैन। बोल्न थाल्यो भने अरूलाई गाली गर्न थाल्यो छ। अहिले देश सबैभन्दा सङ्कटमा परेको छ। अहिले कसैलाई गाली गर्ने बेला हो? मैले 10 कक्षामा पढेको, वाट इज द मोस्ट इम्पोर्टेन्ट टाइम फर अस, वाट इज द मोस्ट इम्पोर्टेन्ट फर वर्क फर अस, वाट इज द मोस्ट इम्पोर्टेन्ट पर्सन फर अस। हरिबोल दाइ यही हुनुहुन्छ। हामीले त्यो पढेको, हामीले त्यो समय कुन हो, हामीले के गर्ने समय कुन हो हामीले बुझेनौँ। बिरामी भएका बेला मेरो विरोधी हो भनेर लात्ताले हिर्काउने कि त्यसलाई हस्पिटल पुर्याउने, यो कुरा हामीले बुझेनौँ, समय बुझेनौँ। यही अहिले हो। त्यसकारण यो कसैले कसैलाई आलोचना गर्ने, गाली गर्ने उफ्रिने बेला अहिले सम्झाएर त्यो नेता हो जसले यसको नेतृत्व गर्छ। तसर्थ अहिले यत्रो आन्दोलन भयो, यति नेताका घर जल्यो, सिंहदरबार जल्यो नि। सिंहदरबार के सिमेन्टको मात्रै हो? पुस्ताको हाम्रो इतिहासको सिङ्गल होइन, सिमेन्ट जलेको हो। सिंहदरबार जल्यो नि, सबै नेताहरूका घर जल्यो नि। यो सबै गरेको, यत्र मान्छे मरिएको, तपाईँलाई चुनाव गराएर थपक्क सुम्पिनलाई भएको, यति पनि नबुझ्ने? तपाईँलाई सुम्पिन भएको, यो कुरा बुझ्नु पर्यो। त्यसरी कसरी जाने हो भन्नु पर्यो। अब यहाँ बसेर नेता भएर बुझ्नु पर्यो नि, मेरो आवाज कतिजनाले सुन्छन्, तपाईँहरूको आवाज कतिजनाले सुन्छ त? रेन्ज के हो त? जनतालाई सुन्नाउने होला नि, तपाईँको कुरा सुन्ने होला नि। कसले सुन्छ तपाईँहरूको कुरा? कार्यक्रम गरे 20 जना बोलाउनुहुन्छ, अरू 100 जना भयो भने 100 जना बोलेर सबै जान्छ। अरू तपाईँ यहीँ हकाल त तपाईँको कुरा सुन्दैनन्। देशका जनताले तपाईँले भनेका कुरा कहाँ सुन्छ र तपाईँले रूपान्तरण गर्नुहुन्छ? पहिला सुनाउनी गर्न पर्यो। सुनाउनी गर्नलाई राम्रो एजेन्डा चाहियो। अहिले के हो त काङ्ग्रेसले गर्ने भन्दा अब चुनाव घोषणा गरेको छ, सबैका घर भत्किएका छन्, सारा देश जलेको छ, यत्र बच्चाहरूको रगत बहेको छ,
नेपालको इतिहासमा यस्तो कहिले भएको थियो? सबै सुरक्षा निकाय सबै आत्मसमर्पण गरेको छ कि यो षड्यन्त्र हो? बुझ्न पर्दैन? नेताहरू कुटिन्छन्, किन कुटिन्छन्? तिनका बुद्धिले कुटेका हुन् कि तिनले नबुझेर हो कि तिनलाई कसैले भरम पारेर हो कि? यसको विश्लेषण गर्न परेन? यो कसैलाई मतलबै छैन। एउटाले कमेन्ट गरिदिउँछ, एउटाले गाली गरिदिउँछ, लखरै लाज। अहिले के हो त अब गर्ने? हामीले सबै गलत गरेका हौँ? होइन। हामीले यो संविधान बनाउँदा 17,000 भन्दा बढी मान्छे मारिएका थिए। नेपाल तहस नहस भएको थियो। सबै सुरक्षाकर्मीहरू जनताहरू मारिएका थिए। 2 चोटि संविधान सभाको चुनाव भयो। अरबौं पैसा खर्च गरेर यो संविधान बनायो। किन असन्तुष्टि भयो त? किन संविधानले काम गर्न सकेन भन्दा यो संविधानमा केही कुरा कमी कमजोरी छन्। के कमी कमजोर छन् भने यसले यति ठुलो स्ट्रक्चर बनायौँ, देशको राजस्वले यसलाई पाल्न सकेन। नेतै पाल्न नसक्ने भयो। अब के गर्नु पर्यो त? काङ्ग्रेसको नेतृत्व के गर्नु पर्यो त भन्दा यसलाई घटाउनु पर्यो। हामी जनप्रतिनिधि भन्दा यो मुलुक ठुलो हो। यो मुलुक ठुलो भएको हुनाले अहिले संविधानमा यो संशोधन गर्नु पर्यो। राजस्वले अब थाम्न सकेन। एउटा नयाँ विचार ल्याउनु पर्यो नि। दोस्रो, समानुपातिक प्रणाली। के हामीले नराम्रो गरेका हौँ? महिलालाई, दलितलाई, जनजातिलाई नराम्रो गरेका हौँ? हामीले राम्रो गरेका हौँ। ती सबाल्टर्नहरू जसको आवाज सडकमा पनि छैन, सदनमा पनि छैन, जो आवाजविहीनहरू छन्, तिनको पनि प्रतिनिधित्व हुनुपर्छ भन्न सदनलाई त्यो सिद्धान्तको आधारमा गरेका हौँ। तर लागू गर्दा आफ्ना मान्छे गर्यौँ, आफ्ना नजिककालाई गर्यौँ। त्यो पनि दुइटै पाएन भने व्यापार गर्थ्यौँ। त्यसको प्रतिफल होइन। र हाम्रो संविधानले स्थायी सरकार दिन सकेन, बहुमतको सरकार दिन नसक्ने भयो। एउटा आर्थिक रूपले थालेनौँ, समानुपातिक प्रणालीलाई न्यायच्युत गराउन सकेनौँ, र संविधानले बहुमतको सरकार दिन सकेन। स्थानीय चुनावलाई हामीले के गर्यौँ भने यस्तो गर्यौँ, स्थानीय चुनावलाई आफ्नै चाहियो। काठमाडौँमा चुनाव हार्ने हो, तपाईँको मान्छेलाई पनि दिनुपर्ने, तपाईँका घरकालाई दिनुपर्ने, जनताले भोट नदिएर भन्न पाइन्छ? तपाईँ सुध्रिन पर्दैन? यो कुरा हामीले बुझाउन सक्यौँ? को पछि लाग्छ त्यत्तिकै? वाहियात कुरा गर्ने हो? विचार होला, दृष्टिकोण होला, विचारले कन्भिन्स गर्ने होला नि। हामीले गल्ती गर्यौँ। हाम्रो समाज, हाम्रो संस्कृति, हाम्रो सम्बन्ध भएको देशलाई तल्लो लेभलमा पार्टीगत रूपमा लैजाँदाखेरि झगडा भयो, द्वन्द्व भयो, जसले जनताहरू नफरत भए। हामीले सदनमा स्थानीय तुराले गर्दा यत्रो सुरक्षा निका, न राजा जोगिन्छ, न सिमाना जोगिन्छ, न सिंहदरबार जोगिन्छ। हामीले कस्तो सुरक्षा निकाय बनाएर छौँ, कस्तो बनाएर छौँ? यत्रो घटना के एकै दिनको प्लानले भयो त तलदेखि माथिसम्म जले त? त्यति पनि थाहा नपाउने यस्ता नेतालाई नेता मान्दाखेरि देशको यो अवस्था भयो। यसलाई स्वीकार गर्ने कि नगर्ने? गर्ने कि नगर्ने? अब बिदा हुन पर्ने कि नपर्ने? यसरी सोचौँ न। विचार ल्याउन, अगाडि जाउँ न, विचारको लिएर जाउँ न। सुन्ने विचार लैजाउँ न जनताले। जनताको शिक्षा छैन, स्वास्थ्य छैन, त्यो जनताको बारे खान पाएको छैन। आज 1 करोड भन्दा बढी जनताहरू, युवाहरू विदेशमा छ। उसको बाबुआमालाई साँझमा कुरा गर्छ, गाउँमा पहाडको टापुमा बसेर कुरा गर्छ। कति बेला छोराछोरीसित कुरा गरौँला भन्छ, चाहे डेली गर्ला, चाहे 1 हप्तामा एकचोटि तल खोलामा खसेर गर्ला। त्यसको मोबाइल काट्दिने तपाईँलाई सम्झिरहन्छ? 15,000 फटाहा ट्याक्सीहरू छ, 2.5 लाख त नि केटाकेटीले स्कुटी र फटाहा चलाउँछन्, मोटरसाइकल चलाउँदैनन्। कति कारोबार गर्छन्, बन्द गरिदिने, लैमा निर्णय गर्ने। यो बारेमा बोल्ने कि नबोल्ने? यस्तो गर्न पाइन्छ राज्य चलाएर? त्यसकारण बुझ्नुहोस्, यो गठबन्धन गलत थियो। मैले डेमोक्रेटहरूको गठबन्धन गर भने आज कांग्रेस र एमालेको गठबन्धनै यो समस्याको जड हो। सदनमा भन्यो सुन्दैन, सडकमा भन्यो सुन्दैन, यो समस्या हुन्छ भन्ने हामीले भन्यो। मैले सदनमा अन्तिम पटक भनेको छु, घटना हुनुको 10 दिन अगाडि भनेको छु, सभामुख महोदय रुलिङ गर्नुहोस्, अब रेपको फिटिङ गरेर हुँदैन, डिसमेन्टल गर्न पर्छ। तल्लो तहसम्म इन्फेक्टेड भइसक्यो, यो सदनले रोक्न सक्छ। 4 चोटि रुलिङ गर्नुहोस् भने सुन्दैन। नसुन्नेहरूको त्यस्ताहरूको कारणले गर्दा तपाईको भविष्यमाथि प्रश्न उठ्यो, तपाईलाई समस्या भयो। त्यसकारणले अब हामीले फरक तरिकाले जानुपर्छ। नचाहिने कुरा गर्ने बस्ने होइन, नचाहिने कुरा नगर्नुहोस् न। पहिला एजेन्डा ल्याउनुहोस्। युवा साथीहरू तपाईँ बस्नुहोस्, केमा समय खेर गर्नुहुन्छ? अब धेरै व्यक्तिका कुरा नगर्नु, तपाईँ अगाडि बढ्नुहोस् त, एजेन्डा सहित अगाडि बढ्नुहोस् त।
मुलुक अहिले अप्ठ्यारोमा छ। डेमोक्रेसी अप्ठ्यारोमा, डेमोक्रेसी त मुलुक ल्याए, डेमोक्रेसी ल्याम्ला त। धेरै चिन्ता नगर्नुहोस् न, पार्टीको हामीले बनाएका रसिद त हुन् नि। कहिले त रसिद बिपीले बनाउलान्, अब तिमुर आयो भने अलि नयाँ एजेन्डा ल्यायो भने रञ्जित पौडेलले बनाउला। देश रह्यो भने त बनाउला, देश रह्यो भने त तिम्रो डेमोक्रेसी होला नि। अहिले त प्ले ग्राउन्ड भएको छ, संसारको टेस्ट गर्ने थलो गरेको छ, लडाइँ गर्ने अहिले थलो बनेको छ। अहिले त मलाई कस्तो लाग्छ भन्नुहुन्छ भने त्यो इमोसनल एनेस्थेसिया दिए जस्तो भएको छ कि मलाई, जुम्म भएको छ। न अहिले कहिले सोचेको थियो यस्तो हुन्छ भनेर। भयो संसद कति कमजोर रहेछ। एउटा अख्तियारको प्रमुखलाई कारबाही गर्न सक्दैन, फाल्न सक्दैन, आरएनएसीको जिएमलाई फाल्न सक्दैन, संसद जान्छ, कति कमजोर बनाएर हुन्छ र डेमोक्रेसी रहन्छ। यो कुरा कहिले कहिले बुझेको खै, तिमीले त बुझ्नुपर्ने नि। त्यसरी नचाहिने कार्यक्रम राख्नु छैन, बोल्नु छैन, आशा जगाउनु छैन, उठ्यो त अरूलाई गाली गर्न थाल्यो। यसरी मुलुक बन्छ। आउने आउँछ, जानी जान्छ। तिमी कर्म गरेर त देखाऊ, कर्म त गर, तिमीले राम्रा कुरा त राख, तब त काङ्ग्रेस बन्ला नि। अहिले राष्ट्र, प्रजातन्त्र, राष्ट्र कमजोर भएको बेला प्रजातन्त्र र पार्टी पनि गौरव हुन्छ। यो कुरा जो छ यो सबैभन्दा महत्त्वपूर्ण हो। यो कुरालाई मनन गर्नुहोस्। त्यसकारण आफू पनि रिफाइन हुनु पर्यो। मैले कतिचोटि भने रिफर्म गरौँ, पर्फर्म देखाउँ, तब मात्र युवाहरूमा ट्रान्सफर्म हुन्छ भन्दा सुन्दैन। मैले सदनमा भनेको रिफर्म, पर्फर्म, ट्रान्सफर्म भनेको कुरा 1 महिनापछि मोदीले इन्डियाको पार्लियामेन्टमा भन्यो। न त यिनीहरूले हामीलाई गन्छन्, न तिमीहरूले हामीलाई गन्छौ। हाम्रा नेताले हामीलाई गर्ने कुरै भएन। त्यो नगरेपछि के हुन्छ? हामी यहाँ त सेन्डविच हामी त बुझ्यौँ नि। उहाँले भन्नुभयो, पुष्पले भन्नुभयो, मैले यो सेन्ट्रल कमिटीमा मिटिङमा भनेको छु, शेरबहादुरजी पार्टी सभापति, आदरणीय सभापतिजी राजा वीरेन्द्रका त 30 वर्ष शासन गरेका वीरेन्द्र, पपुलर राजा त मारिएको अर्को दिन मुखमा माखा धपाउने मान्छे थिएन। तपाईँले देख्नु भएको छ, राजीवले देख्नु होला। माखा धपाउने मान्छे थिएन, नेपाली जनता रोएका थिए। गिरिजाबाबुले मान्छे थिएनन्, गिरिजाबाबुले कति मान्छे बनाउनु। अन्तिममा बितिसकेपछि महेन्द्र मरासिङले दाली काटिदिएका थिए। ओ सभापति आदरणीय महोदय, यत्रो भारतीय संस्था बनाएर हुँदैन, पुरै बनाउनुहोस्, केन्द्रमा तपाईँले बनाउनुहोस्, प्रदेशलाई बनाउनु दिनुहोस्, जिल्लालाई जिल्ला दिनुहोस्। सधैँ यसको निम्ति झगडा भयो, नदिनुहोस्, यो कोही काम लाग्दैन। मैले त्यही भनेको थिएँ केन्द्रीय समितिमा। अस्ति मैले उहाँलाई राखेर सम्झाएँ, काम लाग्छ। विचार भएको मान्छे खोज न, आफूसित असहमत भए पनि विचार भएको खोज, त पो काम लाग्छ। दासहरू राखेर युद्ध जित्न सकिँदैन, यही कुरा हो अहिलेको सबभन्दा। यो कुरालाई मनन गर न। त्यहाँदेखि युद्धको परिचय देऊ न। अब यस्ता हिरो राजीनामा माग्छ, तैँले कहिले राजीनामा दिनुहोस् भन्छ, केही लिनु छैन, दिनु छैन। एउटा मनोनित केन्द्रीय सदस्य बल्ल बल्ल उपसभापति उठ्यो थियो, सबै मिलेर हराइदिए। सबै यो आएपछि के हाल्छ कि भनेर हराइदिए। सबै मिलेर हराइदियो। तपाईँको जस्तै हालत हो मेरो पनि। अहिले हराइदिए। अहिले भएन, मत हाल्ने बेला एकतिर हाल्ने, अहिले भएन भन्न पाइन्न। त्यसरी यु थिङ्क करेक्सन भाउ न आफूमा। यो मुलुक बनाउनु छ, विचार दिनु छ, जनतालाई समेट्नु छ। मेरो आवाज पनि हाई साउन्डिङ हुन पर्यो भन्न परेन। एउटा जेएनजीको भाइ बोल्यो भने 5-6 लाखले सुन्छ, तिमीले बोलेको 100जनाले पनि सुन्दैन। तिम्रो आवाज कसले सुन्छ र तिमीलाई पछि लाग्छ भोट दिन्छ भइहाल्यो। तपाईँको पनि गोविन्द कहाँ जानुभयो? सुन्ने त हुन पर्यो नि। कुट्छन् मान्छेले, कुट्छन्। अब हामी यो हालत छ। तपाईँलाई के हो राजनीति भनेको छैन। मैले पहिला पनि भनेको छु, इफ यु हेभ एनी ड्रिम टु एचिभ यु आर यङ, इफ यु डोन्ट हेभ एनी ड्रिम टु एचिभ यु आर नट यङ। पोलिटिक्समा विचार हो, पोलिटिक्समा उमेर होइन। जसले विचार, पृथ्वीनारायण शाहले 20 वर्षमा यो देशको एकीकरण गर्न हिँडेनन्। 20 वर्षमा 52 वर्षको बेलामा उहाँको मृत्यु भयो। अमेरिका बन्नुभन्दा अगाडि यो मुलुकमा उनले नेपाल बनाइदिए। केही छँदै छैन। उमेरको कुरा गरेको छ, कहिले जातको कुरा गरेको छ, कहिले नाकको कुरा गरेको छ, कहिले छालाको कुरा गरेको छ, नचाहिने कुरा गरेको छ, बसेको छ, जीवन काटेको छ। त्यो भूमि नेपाल मात्रै छ। यसको नेतृत्व गर्ने नेपालमा नेता पाएन। तपाईँ नेता बन्नुहोस्। हाम्रो व्यवस्था, हाम्रो कार्य सम्पादन, हामीले जोसुकैलाई औँला ठडाए पनि हाम्रो यही हो। जति थोरै होस्, जति धेरै होस्, आफ्ना कुरा राख्ने हिँड्ने र हामी भोलिको कल्पना गरिरहेका छौँ। त्यसकारण पहिले हामीलाई सुध्रौँ। बहिनी इन्दिराजीले राखे जस्तै संवेदनशील हामी बन्न सकौँ। र मलाई पुष्पले जानुभयो कि हुनुहुन्छ? पुष्पले भनेको कुराबाट हामी सबैले सुरु गरौँ। राष्ट्र, प्रजातन्त्र र काङ्ग्रेस
राष्ट्रलाई अप्ठ्यारो परेको बेलामा सबै कुरा गुण हुन्छ। 2033 साल पुस 16 गते बिपी कोइराला यही कुरालाई मनन गरे जस्तो लाग्छ। 8वटा मुद्दाको आफ्नो गलामा अदालतमा हुँदाहुँदै प्रत्येक मुद्दाहरू तपाईलाई फाँसीको सजाय हुन सक्थ्यो, तर उहाँलाई लायो, सिक्किम विलय भयो, अफगानिस्तानमा रुसी सैनिक आउँदैछन् र तिब्बत गइसक्यो, अब नेपाल बाँकी छ भनेर आउँदाखेरि जगजीवन राम भेट्न आउनुभयो। बिपी नेपाल नजानुस्, त्यति बेलाको रक्षा मन्त्री इन्डिया हो, नजानुस्, एकचोटि मेडमसित कुरा गर्नुहोस्। मेडम भनेको इन्दिरा गान्धीसित कुरा गर्नुहोस् भन्दा उहाँले जेसुकै हुन्छ म मेरो देशमा जान्छु, अहिले मेरो देश सङ्कटमा छ। त्यही पुष्पले भनेको, मैले यसलाई थपिदिएको मात्रै हो। अहिले देश सङ्कटमा छ, कसरी यो कुरा हामीले बुझ्नु पर्यो। बिपीले त्यति बेलै भन्नुभएको छ, हामीले युवालाई साथ दिएनौँ भने युवाले हामीलाई साथ दिँदैन। यदि देशमा कुनै सांस्कृतिक क्रान्ति भयो भने हामीले थाम्न सक्दैनौँ। बिपीले त्यति बेलै भनेको। अहिले बिपीका कुरा गर्ने, बिपीको आचरण नगर्ने, गणेशमानजी नगर्ने, किशुनजीको नगर्ने, सुवर्ण शमशेरको कुरा नगर्ने, के नेताका परिवारहरूले आफ्नो बाबुआमाको आचरण पालना गरेका छन्। धन्यवाद मलाई बोलाएको। जय नेपाल।